असारको महिना थियो। दिउँसोको टन्टलापुर घाममा मारे किसानहरू मेलो छोडेर चौतारामा बसेका थिए। कुलोमाथि चौतारो, कुलामुनि आसामहरू साहुको हिउँदै बसल, त्यसमुनि ज्यामिरे भेँसीको भाट। निकै रमाइलो ठाउँ थियो। किसानहरू कोही पसलमा तमाखु किनेर कक्कड भर्न लागेका थिए। धर्मानन्द पाध्य चौतारामा बसेर गफ चुड्दै थिए। गुमाने घरती हत्केलामा मुन्टो अड्याएर ढुङ्गामा पल्टेको थियो। धनजिते भोटे पसलका डिलमा बसेर घुमबुन्न लागेको थियो। यी सरल किसानहरूलाई धनका निमित्त तछाड र मछाड भन्दै गचेटा गचेट गरेर अरूलाई उछिनी दगुर्नु खोज्ने यो सभ्यता भनौँ या अज्ञानता भनौँ। यस भयङ्कर रोगले तिलभर पनि छोएको थिएन। केवल बखत बखतमा पानी परिदिए, खेती कमाइबाट सरकारको तिरो, साहुको ब्याज, वर्ष दिनलाई अन्न, वस्त्र, नुन, तेल पुर्याउन सके पुगेको थियो। धर्मानन्द पाध्य अलि ठटेउला किसिमका मान्छे थिए। वीरसिक्का पढ्थे, गाउँको बुजुगु भन्ने घमण्ड गर्थे। मानिसलाई लडाएर तमासा हेर्ने स्वभाव थियो। एकछिनपछि गुमानेका गोरु धनजितेका बिउमा बसे। आज भोलि रोप्नुपर्ने बिउ धनजिते आगो भो। घुम भैँमा मिल्काएर गोरुलाई लगारी लगारी चुट्न थाल्यो। किसानहरू सबै कुरा सहन सक्छन्, परन्तु वस्तुलाई अर्काले दया छोडेर कुटेको सहन सक्दैनन्। बिउबाट धपाइन्जेल त गुमाने केही बोलेको थिएन, परन्तु जब कुट्न लाग्यो अनि गुमानेको रिसको सीमा रहेन। असार महिनाको दिनभर जोत्नुपर्ने गोरु उसमाथि पसेका मात्र थिए। उति नोक्सान गरेका केही थिएनन्। जुरुक्क उठेर भन्यो, बिउ नोक्सान गरेको छ भने अर्मलले असारका गोरु किन कुट्छस् हे धनजिते? आजभोलि रोप्ने बिउको अर्मल तिर्ने कुरा सुनेर धनजितेलाई सही नसक्नुभयो। पाखुरा सुर्कँदै भन्यो, तेरा डाम्ना छाडा गरेर असारको बिउ चराउँछस्, अझ अर्मलको धाक लाउँछस्? गुमाने चोर। धर्मानन्दलाई लडाउने मौका मिल्यो। सुर्तीको लुडो निमोर्दै भने, कस्तो मिचा भोटे रहेछ, बिहानभरि जोतेका भोका गोरुलाई आफै कुट्छ, अझ उही चोर र स्वर उड्कन्छ। गुमानेका कन्सिरी अघि नै तातिसकेका थिए। धर्मानन्दका कुराले झन बुतुक्क भयो। निर्धाको हात छिटो चल्छ भन्छन्, किन मुख छाड्छस् है धनजिते डाकु भनेर हात मिसिहाल्यो। धनजिते पनि चढ्दो उमेरको मानिस, बलको तुजुक किन हर्थ्यो। दुवैजना लठारिँदै चौतारी मुनि पुगे। तमासा हेर्नेको ठट लाग्यो। धनजितेले गुमानेलाई लगेर कुलामा पछार्यो। गुमाने ढाक्रेहरूले चम्का लगाएको ढुङ्गो दुई हातले उचालेर आइलागेको थियो। धर्मानन्दले छेके। गुमाने दौराको फेर निचोर्दै पसलका डिलमा बसेर धनजितेसँग अगोरसँग बाँच्न लाग्यो। बाबुले धुली खेलेको भारी चोर्यो र 3 दिनसम्म छेडीमा जाके थियो। ठुलो हुन्छस्। काउले भन्ज्याङमा आरुघाटे नेवारको सुर्तीको ढाकर चोर्दा मानवीरे द्वारेलले गोर्खे लौरी कसेर चौरमा लडाएको कसको बाबुलाई नि गम्कन्छस्। बाबुआमा दिदी बहिनी कसैको इज्जत हुर्मत बाँकी रहेन। साँझ परेपछि पनि बाँच्दै उकालो लागे। चौतारामा झगडा भएदेखि धनजिते र गुमानेको बोलचाल बन्द भयो। बाटामा धनजितेलाई देखियो भने गुमाने तर्केर हिँड्थ्यो। भदौका आधा आधीतिर गाउँमा आँठे भरियो। पहिले 1-2 दिन रुगा लागे जस्तो हुन्थ्यो। त्यसपछि चौपट्टसँग बुङ्ग्रे ज्वरो आउँथ्यो। 4-5 दिनपछि सन्नी पातको लक्षण देखिन्थ्यो। 8 दिनका दिन खत्तम। गुमानेका विचारमा यो सबै देवदेउताको दोष भन्ने थियो। भन्थ्यो, देवदेउताको मान भाव नगरेपछि यस्तै हुन्छ। परार रगत मासिले गाउँै सत्तर भो। गाउँका थानीको आजा पूजा गरौँ भन्दा शिष्य भूमि पुजेर पनि रोग हराउँछ भनेर धर्मानन्दले मेरो कुरामा हाँसोमा उडाए। आखिरी घाटकी देवी र गाउँका भूमेको पूजा गरेका पर्सिपल्ट रोग साम्य भयो। गुमानेले जान्ने बसायो। गाउँका सारा मानिस जम्मा भए। तर करेसो जोरिएको धनजिते आएन। जान्नेले पनि देवीको दोष देखायो। सबै जम्मा भएर धुमधामसँग पूजा गरे।
पूजा गरेको पर्सिपल्ट गुमानेकी स्वास्नी लडी। बिचरी धन्नै खुस्की थिई बाँची। त्यसपछि धनजितेलाई समात्यो। 3 दिनपछि स्वास्नी चाहिँ लडी। एकातिर इन्तु न चिन्तु भएर स्वास्नी लडेकी थिए, अर्कोतिर जराका तोडले धनजिते बरबराउन लागेको थियो। पानीसम्म खान दिने मानिस कोही थिएन। सारा गाउँ सोत्तर छ, कसले हेरचाह गरोस्। गाई बाख्रा किलाका किलै टट्टिएर मर्न लागे। फोएर पाखातिर लगाइदिने मानिस कोही भएन। पहिले त शत्रुको मुख्य हेर्नु भनेर गुमानेले वास्ता राखेन, परन्तु जब स्वास्नी समेत थला परी अनि गुमानेको चित्त रहन सकेन। विचार गरियो, यस्तै दैव लाग्छ र पो छरछिमेकी खोज्नु परेको, नत्र ओडारमा गएर बसे पनि त बोनी, जहाँ पनि बस्नै नै हो। दिन दशा आपद विपद कसलाई पर्दैन। बलको तुजुक थियो, मलाई सधैँ यत्तिकै पुग्छ भनेर घमण्ड गर्थ्यो। परमेश्वरले घमण्ड तोडे। बैगुनीलाई गुणले मार्नु भन्छन्। एउटै नगरमा बढेर यो उमेर भयो, दौतरी हो। यस्तो आपतमा पनि देखेको नदेखे गरे पाप लाग्दैन। गुमाने धनजिते कहाँ पुग्यो। गाई बाख्रा फोएर पाखातिर लगाइदियो। धनजिते मुडो लडेसरी उत्तानो परेर लडिरहेको थियो। दिसा पिसाबको होस थिएन। ओड्ने बिछ्याउने फेरिदियो। गुमानेले एकछिन छाडेन। मिरमिरे उज्यालो भएको थियो। गुमानेलाई खोज्दै आसामहरू साहु आइपुग्यो। एका बिहानै आसामहरूलाई देखेर गुमानेले भन्यो, कति काप्ला उकालो लाग्यो साहु? पसलमा बर्खे मालटाल छैन, दुवै दिनलाई सहर जान्टिस्की भनेर। छिमेकमा यो बिजोग भइरहेछ, केही काम नपाएर जान्छु भारी बोक्न। रोज रुपियाँ दिन्छ लाटा, के रुपियाँको लोभ देखाउँछौ साहु? गरिब छु, निमेक मजुरीले छाक टार्नुपर्छ। तापनि पैसाको निम्ति आत्मा बेच्ने त्यति साह्रो नीच भएको छैन। छिमेकीलाई जिउँदाको जन्ती मर्दाको मलामी भन्छन्। यस्तो बेलामा चटक्क छोडेर भारी खेप्न हिँडे मर्दैन। तिमी त ठमठम्ती छौ र पो रुपियाँको धाक देखाउला। धनजितेका झैँ 4 दिन अन्न न पानी भएर लड्नु पर्यो थाहा पाउने थियो। इस छिमेकी, अस्ति चौतारामा झन्नैले मारे थियो, थाहा पाउलास्। यस्तै हो, मैले पनि सहेर बसिदिएको भए किन झगडा हुन्थ्यो। एउटै सिरान गरेर सुतेपछि कहिलेकाहीँ गोडा लाग्छ नै। झगडा भयो भन्दैमा धर्म छाड्नुहुन्छ। आफूले साँचो मनले उपकार गरेपछि उसका आत्माले पनि गर्न कर लाग्छ। अमृत रोपेको ठाउँमा विष फलेको कतै सुनेका छौ? माटाको भर ढुङ्गो, ढुङ्गाको भर माटो, संसार भरै भरमा अडेको छ। यो भरको ताँदो छिन्ने बित्तिकै सबै भताभुङ्ग हुन्छ। आसामहरूको र गुमानेको खलबल सुनेर धनजितेले आँखा उगार्यो। धनजितेले हेरेको देखेर गुमानेले भन्यो, कस्तो समाइला दाइ? म मार्छ कि गान्छ न कहिले आइस? 5 दिन भयो दाइ। तिमीहरू दुवै लोग्ने स्वास्नी लडिहाल्यौ। गाई बाख्रा बोक बोकै गराउन थाले। बिजोग हेर्न सकिन अनि दौडेर आए। तिम्रो जस्तो ढुङ्गाको मन मैले कहाँ पाऊँ? पोलेको गाउँमा नुन नछर्न कान्छ। म अदम हो, क्षमा गर। धनजिते हिँडडुल गर्न लाग्यो। गुमानेलाई एकछिन छोड्दैन। वन मेलापात जहाँ गए पनि दुवैजना सँगै जान्छन्। आजकल कसैले गुमानेको बदखोइ गरेको सुन्यो भने धनजिते झगडा गर्न अघि सर्छ।